So guys, back to the new video, and today I'll be simply talking about the discount coupon changing app. Okay, so जुन एपले हैन तपाईले युज गरेर यु क्यान जस्ट कन्भर्ट यो डिस्काउन्ट कुपन अफर्स इन्टु रियल मनी. ओके, डिस्काउन्ट कुपन मात्र हैन, तपाईले आफ्नो प्ले पोइन्ट्स, प्ले ब्यालेन्स, डिस्काउन्ट कुपन सबैलाई कन्भर्ट गरेर हैन तपाई आफ्नो लोकल करेन्सीमा विथड्र लिन सक्नुहुन्छ. ओके, सो जस्ट लाइक बिफोर हैन एनपी स्टोर. ओके, सो दिस इज अ न्यू एप. ओके, सो नेम आइकन थिएस. ओके, सो तपाईले हैन डाइरेक्ट प्ले स्टोरमा फाइन्ड आउट गर्न सक्नुहुन्न. ओके, सो यसको लागि तपाईलाई सिम्पली लिंक प्रोभाइड गर्नुपर्ने हुन्छ. ओके, यसमा फर्स्ट अफ अल लेट्स म तपाईलाई सबै कुरा सिकाउँदै जान्छु. ओके, सो यु डोन्ट निड टु बी वरी. ओके, सो फर्स्ट तपाईले के गर्नुपर्ने हुन्छ भने हैन तपाई सिम्पली युट्युब खोल्नुस्. ओके, एन्ड युट्युबमा सिम्पली नेप ज्ञान भनेर सर्च गर्नुस्. ओके, एन्ड आफ्टर द्याट हैन तपाईलाई फर्स्टमै च्यानल सो गर्छ. ओके, एन्ड तपाई सिम्पली पोस्टमा रिडाइरेक्ट हुनुस्. ओके, एन्ड आफ्टर द्याट सिम्पली क्लिक अन रिड मोर. एन्ड यहाँनिर हैन तपाईलाई स्टेप बाई स्टेप सो गरेको छ. ओके, देखाएको छ. देन तपाई सिम्पली जोइन ग्रुपमा क्लिक गर्नुस्. ओके, फर्स्ट नम्बरको लिङ्कमा. एन्ड आफ्टर द्याट हैन तपाई यहाँ प्रोफाइल आइकनमा क्लिक गर्नुस्. एन्ड मेक स्योर कि हैन तपाईको एकाउन्ट या लगइन होस्. ओके, इफ लगइन छैन भने हैन तपाई सिम्पली साइन आउट अफ अल एकाउन्ट्समा क्लिक गर्नुस्. ओके, देन आफ्टर द्याट सबै एकाउन्ट तपाईको हट छ. ओके, देन अगेन फेरिदेखि लगइन गर्नुस्. ओके, मेरो यहाँ लगइन छ. ओके, सो म सिम्पली यहाँ देशी रोस्टर 23 मा क्लिक गर्छु एन्ड जस्ट वेट फर अ मोमेन्ट. सो मैले यहाँ साइन इन गरिसकेको छु. ओके, सो म सिम्पली एकचोटि ब्याक जान्छु. ओके, यहाँ क्रसमा क्लिक गरेर. ओके, वेट, एन्ड मैले फेरि त्यो लिङ्कमा क्लिक गरेको छु एन्ड म सिम्पली यहाँ जोइन ग्रुपमा क्लिक गर्छु. ओके, सो जोइन ग्रुपमा क्लिक गरिसकेपछि हैन तपाईँ सिम्पली अगेन जोइन ग्रुपमा क्लिक गर्नुस्. एन्ड आफ्टर द्याट हैन तपाईँ जोइन हुनुहुन्छ. ओके, जोइन सक्सेसफुली जोइन हुनुहुन्छ. एन्ड आफ्टर द्याट हैन तपाईँ सिम्पली ब्याक जानुस्. ओके, एन्ड त्यहाँ हैन स्टेप नम्बर 2 को लिङ्कमा क्लिक गर्नुस्. ओके, and be careful, this site may be harmful भनेर आउँछ. ओके, सो यु डोन्ट निड टु बी वरी, जस्ट सिम्पली क्लिक अन गो टु साइट. यो तपाईलाई हैन प्ले स्टोरमा रिडाइरेक्ट गर्छ. ओके, सो जस्ट सिम्पली क्लिक अन बिकम अ टेस्टर एन्ड यहाँनिर हैन डाउनलोड इट अन गुगल प्ले. एन्ड यहाँनिर तपाईलाई एप सो गर्छ. ओके, यहाँनिर हैन मेरो डिभाइसमा अलरेडी अगाडिदेखि इन्स्टल थियो, सो यहाँनिर मैले इन्स्टल गर्नु पर्दैन. यहाँनिर तपाईलाई सिम्पली इन्स्टल भनेर एउटा अप्सन्स आउँछ, जस्ट सिम्पली इन्स्टल गर्नुहोस्. एन्ड आफ्टर जस्ट सिम्पली क्लिक अन ओपन. ओके, सो यहाँनिर गेट द एप भन्दैछ. ओके, सो म सिम्पली यहाँ अपडेट गर्छु. ओके, सो यहाँनिर हैन पेन्डिङ भइराखेको छ. ओके, अपडेट हुन्छ यो एप. वेट, अबाउट 14 MB को छ. वेट, देन म सिम्पली ओपनमा क्लिक गर्छु. हैन मेरो एकाउन्ट अलरेडी लगइन छ. ओके, सो म तपाईलाई सो गर्नुको लागि हैन अगेन रिस्टार्ट सुरुदेखि गर्छु. ओके, तपाईलाई वेट एकैतिर वेट गरेर गर्नु. देन म सिम्पली साइन अपमा क्लिक गर्छु. देन यहाँनिर हैन तपाईको सबै डिटेल्स फिलअप गर्नु. ओके, म यहाँ सिम्पली नेप ज्ञान लेख्दैछु. ओके, निकनेम, युजर नेम नेप ज्ञान, देन तपाईको फोन नम्बर, देन तपाईको डेट अफ बर्थ एन्ड सिम्पली पासवर्ड. ओके, एन्ड सिम्पली साइन अपमा क्लिक गर्नुहोस्. ओके, सरी है यहाँ इमेल एड्रेस मैले लेख्नु पर्ने. ओके, एन्ड म सिम्पली साइन अपमा क्लिक गर्छु. ओके, इनभ्यालिड फोन नम्बर. वेट है, so as you can see over here it's processing and account created or successfully. Okay, so अगाडि युज गर्नु भएको हैन इमेल एड्रेस, त्यही सिम्पली यहाँ लेख्नुस् एन्ड तपाईको पासवर्ड. देन सिम्पली लगइनमा क्लिक गर्नुस्. एन्ड as you can see over here हैन लगइन भइसक्यो. एन्ड देन सिम्पली प्रोफाइल आइकनमा क्लिक गर्नुस् एन्ड यहाँनिर तपाईलाई बाइ मोर अप्सन्समा क्लिक गर्नुस्. ओके, मतलब कोइन बाइ गर्ने अप्सन्स यहाँ छ. सिम्पली बाई मोरमा क्लिक गर्नुहोस् एन्ड फ्रम हियर हैन यु क्यान जस्ट पर्चेस कोइन्स.
ओके करेन्टली होइन $2 को डिस्काउन्ट कुपन छ ओके सो आई विल बी सिम्पली क्लिकिङ अन $2.01 ओके सो मेरो कार्डमा अहिले ब्यालेन्स छैन होइन म जस्ट लोड गरेर फेरिदेखि तपाईँलाई यो सो गर्छु ओके सो आफ्टर लोडिङ ब्यालेन्स होइन सो कार्डमा होइन डलर लोड गरेपछि ओके सो म सिम्पली भिडियो फेरि कन्टिन्यू गर्दै सो सिम्पली आई विल बी ओपनिङ आइकन फेस एप ओके सो विथ आइकन फेस एन्ड यहाँनिर होइन तपाईँको एकाउन्ट लगइन हुन्छ ओके देन सिम्पली तपाईँले प्रोफाइल आइकनमा क्लिक गरेर होइन त्यहाँदेखि तपाईँले बाई गर्नुपर्ने हुन्छ ओके एक सेकेन्ड है म फेरि अपडेट हान्छु यो एपलाई सो आई विल बी सिम्पली क्लिकिङ अन ओपन एन्ड वेट देन त्यसपछि होइन तपाईँ सिम्पली प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् देन बाई मोरमा सिम्पली क्लिक गर्नुहोस् ओके सो करेन्टली होइन $2 को डिस्काउन्ट कुपन आएको छ ओके सो म सिम्पली क्लिकिङ अन $2.0 डिस्काउन्ट कुपन एटोमेटिकली एप्लाई भइसकेको छ ओके एन्ड मेरो यहाँ कार्ड एड भएको छैन सो आई विल बी सिम्पली एडिङ माई कार्ड डिटेल्स ओके वेट सो आफ्टर फिलिङ कार्ड डिटेल्स होइन म सिम्पली सेभ कार्डमा क्लिक गर्दैछु ओके एन्ड एडिङ कार्ड टु यो गुगल एकाउन्ट एन्ड वेट देन त्यसपछि होइन म सिम्पली कार्ड यहाँ क्लिक गरेर होइन म आफ्नो कार्ड डिटेल्समा स्विच गर्छु ओके 6717 खोइ कार्ड 6717 ओके सो कार्ड एड नै थियो होइन सो म सिम्पली यहाँ वान ट्याप टु बाई ओके एन्ड म सिम्पली आफ्नो फिङ्गर प्रिन्ट भेरिफाई गर्दैछु एन्ड यु क्यान्ट एप्लाई अफर मलाई थाहा थियो यार यस्तै अफर आउँछ सो यु डोन्ट निड टु बी वरी हो कि सो यो फिक्स हुन्छ तपाईँको इफ तपाईँलाई पनि यस्तो इरर आएको छ भने यु क्यान सिम्पली जस्ट कन्ट्याक्ट विथ मी अन नेपक्यान ओके सो आई विल बी सिम्पली प्रोभाइडिङ यु दि सोल्युसन्स ओके एन्ड दिस मच फर टुडे गाइज सो आफ्टर पेमेन्ट होइन तपाईँको जुन रिसिप्ट आउँछ होइन त्यो रिसिप्टलाई जिमेलदेखि होइन तपाईँ लिन सक्नुहुन्छ ओके एन्ड त्यो रिसिप्ट लिइसकेपछि होइन तपाईँ सिम्पली नेपग्यानमा फेसबुक थ्रु नेपग्यानलाई कन्ट्याक्ट गरेर तपाईँ त्यो रिसिप्ट सेन्ड गरिसकेपछि होइन तपाईँलाई तपाईँको ई सेवा आइडी वा आइएमइपी आइडी माग्छ ओके देन तपाईँको पेमेन्ट विल बी मेड अन द्याट एकाउन्ट होइन विदिन अबाउट 5 minutes ओके सो यु डोन्ट निड टु बी वरी एन्ड दिस मच फर टुडे गाइज हेभ अ गुड डे